सम्पूर्ण असमवासी लिम्बू तामाङ दाजुभाइ दिदीबहिनी आमा बुबा तथा मेरो फ्रेन्ड्स फलोवर्स र भ्युअर्सहरूमा सेवारो लासो म देवेन्द्र याक्थुङ योङयाङ। यही आउँदो 19 नोभेम्बर बुधबार तदनुसार मङ्सिर 3 गतेको दिन एलटिएसटिडिसी अर्थात् लिम्बू तामाङ जनजाति माग समितिले विश्वनाथ जिल्लाको विश्वनाथ चाराली गोलिया खेल मैदानमा एउटा बृहत भनौँ विशाल प्रतिवादी जनभेलाको आयोजना गरेको छ। तसर्थ उक्त दिन निर्दिष्ट समय र स्थानमा सम्पूर्ण असमभरिका याक्थुङ लिम्बू तथा तामाङ दाजुभाइ दिदीबहिनी आमा बुबाहरू साथै याक्थुङ लिम्बू र तामाङ जातिलाई माया गर्नुहुने जति पनि मित्रहरू हुनुहुन्छ हजुरहरू सम्पूर्णले यस जनभेलामा उपस्थित भई जनभेलाको उद्देश्यलाई सफल बनाइदिनु हुन म विनम्र अनुरोध गर्दछु। यो भेला कुनै साधारण भेला नभएर हामी याक्थुङ लिम्बू र तामाङ जाति असमभरि रहेका हामी याक्थुङ लिम्बू र तामाङ जातिको हक र अधिकारको दाबी गर्ने एउटा बृहत प्रतिवादी जनभेला हो। याद राख्नुहोस्, उक्त भेलामा हामी जति धेरै हाम्रो उपस्थिति देखाउन सक्छौँ, हामी जति धेरै यहाँनिर उपस्थित हुन सक्छौँ उति नै हामी सरकारको नजरमा हाम्रो ध्यान आकर्षण गराउन अथवा सरकारलाई दबाब दिन हामी सफल हुनेछौँ। तसर्थ यस जनभेलामा हामीले जति सक्छौँ धेरैभन्दा धेरै उपस्थिति हाम्रो देखाउने प्रयास गरौँ वा हामी धेरैभन्दा धेरै हामी भेला हुने प्रयास गरौँ। हामीले आजसम्म विभिन्न मेल मिटिङको नाममा आफ्नो बहुमूल्य समयहरू दिएका छौँ भने आज आफ्नो अस्तित्वको लागि, आफ्नो हक अधिकारको लागि हामी गाउँबाट, घरबाट, हर घरबाट निस्किएर आउँ। कम्तीमा पनि प्रत्येक घरबाट एकजना निस्केर आउँ र यस जनभेलाको उद्देश्य सफल पारौँ, यस जनभेलालाई पूर्ण रूपमा सफल तुल्याउँ। हामी आफू मात्र नभएर सकेसम्म आफूसँग अरू पनि केही छरछिमेकी भनौँ इष्टमित्र साथीभाइहरूलाई बोलाउने र उहाँहरूलाई उपस्थित गराउने, यहाँनिर ल्याउने हाम्रो आफ्नो कर्तव्य, हाम्रो आफ्नो परम दायित्व हिसाबले हामीले यसलाई लिएर चाहिँ यस भेलामा चाहिँ हामीले यस प्रतिवादी जनभेलामा हामीले आफ्नो छरछिमेकी साथीभाइहरूलाई पनि सकेसम्म बोलाएर चाहिँ होइन हामीले यहाँनिर उपस्थित गराउने प्रयास हामी सबैले गरौँ। यसलाई हाम्रो भनौँ साधारण कुनै एउटा इच्छा नभएर रहर नभएर यो जुन जनभेलामा हामीले आफूसँगै आफ्नो साथीभाइ इष्टमित्रहरूलाई पनि उपस्थित गराउने चाहिँ हाम्रो दायित्वको रूपमा हामीले लिउँ र हामीले सबै साथीभाइलाई पनि होइन उपस्थित गरौँ। र आजसम्म हामी जुन हाम्रो हक र अधिकारबाट वञ्चित छौँ त्यो हक र अधिकार हामी आफ्नो लागि नभए पनि हाम्रो आउँदो पिँढीको लागि, हाम्रो आफ्नो छोराछोरी नाति नातिनाको लागि त्यो हक र अधिकार हामीले सुरक्षित गर्ने प्रयास गरौँ। आफ्नो लागि नभए पनि आफ्नो छोराछोरीको लागि सम्झेर भए पनि हामीले यस प्रतिवादी विशाल जनभेलामा कुनै हालतमा पनि उपस्थित हौँ र यस विशाल प्रतिवादी जनभेलालाई हामीले सफल बनाऊँ। हवस् त, सेवारो लासो।